हेलो साथीहरू, आज चाहिँ हामी घरदेखि निकै टाढा जङ्गलमा यहाँ हनुमान जयन्तीको दिन पूजा गर्न आइरहेका छौँ। धुप अक्षता लिएर यता हाम्रो साथीहरू हुनुहुन्छ हो, उता एकजना बुवा पनि आउँदै हुनुहुन्छ। यो चाहिँ मधुवनमा रहेको छ यो मन्दिर, निकै पुरानो मन्दिर हो। यहाँ हनुमान जयन्तीको अवसरमा पूजा हुन्छ वर्षको 2 चोटि। हामी चाहिँ 9-10 वर्षै भयो होला है, सानैदेखि आउनु थालेको 9-10 वर्षै भयो होला। हामी निरन्तर यसरी धुप अक्षता लिएर आउँछौँ। प्रायः हाम्रो साथीहरूको ग्रुप हाम्रो तल घरतिरबाट, पहिला यता कालीमाटी, पिपलटार सबै ठाउँबाट आउनुहुन्थ्यो, किउँदी, सानो किउँदीबाट। अहिले चाहिँ त्यति आउनुहुन्न, तर कालिका देवी टोल सुधारबाट चाहिँ प्रायः आइन्छ धुप अक्षता लिएर। र यहाँ आइसक्नु भएको रहेछ, पूजा स्टार्ट हुँदैछ। र यता है मन्दिर चाहिँ यो हो हनुमानको मन्दिर यता नि छ, यता पनि छ मन्दिर। र पूजा स्टार्ट भइसकेछ। पानीले हामी चाहिँ अलिकति ढिलो भयौँ। किन्दै कतिखेर हो? होइन आउँदैन हुन्छ हामीसँग। पूजा सुरु हुने क्रममै रहेछ। बिहान परेको थियो नि मिल्किन। यहाँ चाहिँ नारायणचरी बाबाले तपस्या गरेको ठाउँ हो। अनि उक्त ठाउँमा हनुमानजीको पूजा गर्दा पवनपुत्र हनुमानको पूजा गरेपछि चाहिँ हावा कम हुन्छ, तल बस्तीहरूमा रोगब्याध फैलिँदैन भन्ने विश्वास रहेको हुनाले यहाँ चाहिँ पूजाआजा त्यहाँबाट सुरु गरिएको। नारायणचरी बाबाको तपोस्थलको रूपमा रहेको छ। यो मधुवनमा रहेको छ उक्त मन्दिर। हामीलाई चाहिँ निकै रमाइलो, एउटा श्रद्धा पनि हो, एउटा रमाइलो। यहाँ आउँदा छुट्टै आनन्द मिल्छ। अब पूजा स्टार्ट हुँदै रहेछ साथीहरू। पानी पर्यो, हावाहुरी चिसो चिसो भए आगोमा बस्दा नि आनन्द आएको छ, आयो ताप्दा। ल पूजा स्टार्ट भयो है। अब यता पूजा सुरु भयो। म पनि हनुमान चालिसा पाठ गर्नलाई मन्दिरतिर जान्छु, हनुमानको मन्दिरमा।
मैले चाहिँ भित्र हनुमान चालिसा पाठ गरेँ। अब पाठ गरिसकेपछि अब यता चाहिँ पूजा हुँदैछ है। यति लामो छ त अनि त्यहाँबाट यो फड्कामै सक्दैन कि यहाँ छ अनि एकैचोटि साँच्चै फेरि चिया सिया खाइयो। अब हनुमान चालिसा मैले पनि पाठ गरेर आएँ उता मन्दिरमा। अब यहाँ चाहिँ आधा आधी भयो क्या है। हामी पूजा गर्ने चाहिँ यति नै छौँ। शिवाय गौरे श्रीनीलकण्ठाय वेगध्वजाय तस्मै श्रीकाराय नमः शिवाय। वशिष्ठ कुम्भ गौतमार्य मुनीन्द्र देवार्चित शेखराय चन्द्र। पूजा चाहिँ अलि तन्काम त। अब पूजा चाहिँ सकियो भनौँ लगभग। तोरण टाङ्ने कार्यक्रम हुँदैछ मन्दिरमा। बिहान पानीले बिथलेर लिङ्गा चाहिँ काट्न अब गर्न सकिएन। लिङ्गा काट्न अप्ठ्यारो भयो, गाह्रो भयो, पानीले गर्दा बिथल्यो। अब प्रसादी ग्रहण गर्ने समय भयो। पूजा सकेर टिका सिका ग्रहण गऱ्यौँ। अब प्रसादी ग्रहण गर्दैछौँ। हामी पूजा गर्न चाहिँ हामी यति उपस्थित भएको छौँ है मानिसहरू 9-10 जना। उठाएर हाल्नु पाए हुन्छ। प्रसादी ल फाइनल्ली पूजा सुजा सकियो। अब हामी घर लाग्छौँ। ल अब अर्को वर्ष हनुमान जयन्तीमा गलिसकेछ नि एउटा पात चुट्छ नि बोटे मन्दिरबाट पूजा गरेर फर्किने क्रममा यी यस्तो फलफुल नि खान पाइन्छ है। यहाँ तपाईँहरूले चिन्नुहुन्छ हुन्न, यसलाई थाक्कल भनिन्छ। यो पाक्दाखेरि यो खजुरी जस्तै हुन्छ, कालो कालो, एकदम मिठो हुन्छ। ल साथीहरू, आजको हाम्रो मन्दिरको यात्रा पूजापाठ गरियो। अब फर्किँदैछौँ। हाम्रो यहाँ सान्दाईले तलको बाटो गयो क्या ब्राह्मणको सिधा बोकिरहनु भएको छ। ल भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला, लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला। हस् त धन्यवाद भन्न चाहन्छु भिडियो हेर्नु भएकोमा।